दाङको घराईमा सम्पन्न खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि अबियु हाउजिङ प्रणालीले जितेको छ। घराई 15 सुषमा रोड सम्झौता टोल स्थित ट्यालेन्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरले 19औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा अबियु हाउजिङ प्रणालीले आयोजक ए समूहलाई 3-2 सेटले पराजित गर्दै उपाधि हात पारेको हो। सेन्टरको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा 12वटा टोलीको सहभागिता रहेको थियो भने प्रतिस्पर्धामा आयोजक ए समूह दोस्रो र जनता पेन्ट्स तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। प्रतियोगिताको समापन समारोहमा विजेता अबियु हाउजिङ प्रणालीलाई नगद 20,000 रुपियाँ सहित मेडल र ट्रफी प्रदान गरिएको थियो। त्यसै गरी उपविजेता आयोजक ए समूहलाई नगद 10,000 रुपियाँ र तेस्रो स्थान प्राप्त जनता पेन्ट्सलाई नगद 5,000 रुपियाँ सहित मेडल र ट्रफी प्रदान गरिएको थियो। समापन कार्यक्रममा बोल्दै ट्यालेन्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक तेज बहादुर केसीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भएको थियो। केसीले सेन्टर मार्फत विगत केही महिनादेखि भलिबल, फुटबल, फुटसल, नृत्य, ट्याकेन्डो लगायत खेल तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी प्रशिक्षणका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभएको थियो। यस्ता कार्यक्रमले युवामा खेलप्रतिको आकर्षण बढाउनका साथै प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनु भएको थियो। समापन कार्यक्रमको सञ्चालन सुरेन्द्र कार्कीले गर्नुभएको थियो। तपाई अहिले हेर्दै हुनुहुन्छ सयपत्री क्रिएसनको प्रस्तुति सप्तरङ्गी HD टेलिभिजन।